राधे राधे। आज हामी केही संस्कृत श्लोक र ती श्लोकको नेपालीमा अर्थ सुन्नेछौँ। श्लोक: आलस्यं हि मनुष्याणां शरीरस्थो महान् रिपो नास्त्योद्यमसमो बन्धु कृत्वा यं न वसीदति। अर्थ: मानिसको शरीरमा रहने आलस्य नै उसको सबैभन्दा ठुलो शत्रु हो। परिश्रम जस्तो अरू कुनै मित्र छैनन्, किनभने परिश्रम गर्ने व्यक्ति कहिल्यै पनि दुःखी हुँदैन। येषां न विद्या न तपो न दानं ज्ञानं न शीलं न गुणो न धर्म ते मर्त्यलोके भुवि भारभूता मनुष्यरूपेण मृगश्चरन्ति। अर्थ: जसको साथमा न विद्या छ, न तप छ, न दान गर्दछ, न ज्ञान छ, न स्वभाव छ, न गुण छ, न धर्म गर्छ, ती यो मर्त्यलोकमा पृथ्वीका भार हुन् र मनुष्य भएर पनि पशुको रूपमा विचरण गर्दछन्। सन्तोष परमो लाभ सत्सङ्गः परमा गति विचारः परमो ज्ञानं समो हि परमं सुखम्। अर्थ: सन्तुष्टि उच्च लाभ हो, राम्रो मित्रता उच्च उपलब्धि हो, विचारशीलता उच्चतम बुद्धि हो र शान्ति अत्यधिक मजा हो। वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णन्ति नरोपराणि तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयन्ति नवानि देहि।